यहाँहरूलाई ज्ञान स्ट्रिम युट्युब च्यानलमा स्वागत छ। योभन्दा अघिल्लो भिडियोमा हामीले माइक्रोसफ्ट एक्सेलमा बोर्डर्स कसरी अप्लाई गर्ने अनि मर्ज भनेको के हो, मर्ज कसरी अप्लाई गर्ने भन्ने विषयमा चर्चा गऱ्यौँ। आज हामी माइक्रोसफ्ट एक्सेलमै होरिजेन्टल डेटालाई, यो देख्न सक्नुहुन्छ स्क्रिनमा, यो डेटालाई कसरी हामी छिटोभन्दा छिटो समयमा भर्टिकल रूपमा चाहिँ यसमा अप्लाई गर्न सकिन्छ भन्ने तरिका जान्नेछौँ। यसको लागि मैले सबैभन्दा पहिला यो डाटालाई सिलेक्ट गर्नुपर्ने हुन्छ। मैले यसलाई कन्ट्रोल ए हानेर सिलेक्ट गरेँ। सिलेक्ट गरिसके पछाडि अब यसलाई के गर्ने, कपी गर्ने। कन्ट्रोल सी प्रेस गरेर कपी गर्ने। कपी गऱ्यौँ र यो डाटालाई मैले यहाँ राख्न चाहेँ, यो तलतिर, योभन्दा तलतिर यतापट्टि राख्न चाहेँ, यतापट्टि राख्न चाहेँ। त्यही भएर मैले यहाँनिर एउटा सेल चुज गरेँ, योभन्दा तल आउँछ। त्यसपछि हामीले होम ट्याबमा रहेको क्लिपबोर्ड देख्न सक्नुहुन्छ। यो क्लिपबोर्ड ग्रुपमा तपाईँले यो साइडमा पेस्ट देख्न सक्नुहुन्छ। पेस्टमा यो एरो, जुन स्मल एरो छ, यो एरो लाइक, यसमा चाहिँ लेफ्ट क्लिक गर्ने। लेफ्ट क्लिक गरिसकेपछि तपाईँले यहाँनिर पेस्ट स्पेसियल देख्न सक्नुहुन्छ। पेस्ट स्पेसियलमा लेफ्ट क्लिक गर्ने र अनि तपाईँको अगाडि यस्तो एउटा इन्टरफेस देखा पर्छ। यस्तो इन्टरफेस देखा परिसकेपछि पहिला यहाँ पेस्ट भन्ने छ, सबै अल भ्यालुमा क्लिक भएको छ। यहाँ क्लिक नगरेर तपाईँले सिम्पल्ली भ्यालुजमा क्लिक गर्ने। भ्यालुजमा क्लिक गरिसकेपछि अपरेसन छ तल, अपरेसन्समा केही नगर्ने र स्किप ब्ल्याङ्क्स र ट्रान्सपोज, हामीले ट्रान्सपोजमा के गर्ने, सिम्पली क्लिक गर्ने एन्ड देन ओके। तपाईँ देख्न सक्नुहुन्छ यो माथिको होरिजेन्टल डेटा तल भर्टिकलमा अपियर भइसकेको छ। यसै गरी तपाईँले सेम प्रोसेसद्वारा तपाईँले यो भर्टिकल डेटालाई यहाँ माथि देखाए जस्तै होरिजेन्टल डेटामा पनि विदिन सेकेन्डभित्र इनपुट गर्न सक्नुहुन्छ। साथीहरू, पक्कै पनि यो भिडियो तपाईँलाई हेल्पफुल हुनेछ भन्ने आशा गरेको छु। यदि भिडियो मनपर्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनुहोला र साथै बेल आइकन पनि क्लिक गर्न नबिर्सनुहोला, ताकि हामीले अपलोड गर्ने सबै भिडियो सबैभन्दा पहिला तपाईँको माझ पुग्न सकोस् र तपाईँले उक्त भिडियो हेरेर आफ्नो प्रोडक्टिभिटीलाई दोब्बर बनाउन सहयोग मिलोस्। धन्यवाद। See you soon in the next interesting video.